नमस्ते नमस्कार सबैलाई धेरै धेरै माया धेरै धेरै सम्झना छ। सधैँ झै फेरि पनि मुक्तक लिएर उपस्थित भइसकेको छु हजुरहरूमाझ। कस्तो लाग्छ सुनेर साथ दिनु होला। आज भने मुक्त लेखेर पठाउनु भएको छ बझाङ जिल्ला सुर्मा गाउँपालिका 2 हाल बिरानो मुलुक भारतबाट लेखेर 2वटा मुक्त लेखेर पठाउनु भएको छ। प्रिय दाई एकल यात्री अनुरागजीले पठाउनु भएको छ। उहाँको मुक्तलाई वाचन गर्नेछु। कस्तो लाग्छ सुनेर साथ दिनु होला। मन परे भिडियोलाई सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। र उहाँको मुक्तक यसरी सुरु हुन्छ। पहिलो मुक्तक, जलाएर गरिबको घर किन सोध्नु पर्यो, लगाउँदै महलमा नजर किन सोध्नु पर्यो। एकदम मिठो शब्द लेख्नु भएको छ। जलाएर गरिबको घर किन सोध्नु पर्यो, लगाउँदै महलमा नजर किन सोध्नु पर्यो। यो मुटुमाथि छुरा रोपी जाने बैगुनीले, यो मुटुमाथि छुरा रोपी जाने बैगुनीले फेरि मेरो हालखबर किन सोध्नु पर्यो, फेरि मेरो हालखबर किन सोध्नु पर्यो। दोस्रो मुक्तक रहेको छ, टुट्ला प्रेमको बन्धन सोचेकै थिएन, एक्लै बाँच्नुपर्छ मदन सोचेकै थिएन। टुट्ला प्रेमको बन्धन सोचेकै थिएन, एक्लै बाँच्नुपर्छ मदन सोचेकै थिएन। बाध्यताले केही समय टाढा हुँदाखेरि, बाध्यताले केही समय टाढा हुँदाखेरि होली मुना परिवर्तन सोचेकै थिएन, होली मुना परिवर्तन सोचेकै थिएन। धेरै धेरै धन्यवाद दाई एकल यात्री अनुराग। र धेरै धेरै माया छ सबैजनालाई। साथ सपोर्ट गरिदिनु होला, पेजलाई फलो गरिदिनु होला, भिडियोलाई सेयर पनि गरिदिनु होला पनि भन्न चाहन्छु। धन्यवाद।